राम्रो रहेछ। कसरी गर्नुहुन्छ तपाईँहरूले गर्नुहोस् ल। ल धन्यवाद। हुन्छ दिनुहोस्। सर चाबी यता। सबैले गाउन रेडी 1 2 3 1 2 स्तुति हो परमेश्वरमा आजादी सदामा जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनुहुनेछ। स्तुति हो परमेश्वरमा आजादी सदामा जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनुहुनेछ। हृदय खोली चढाउँछु भक्ति ईश्वरका भाइलाई अर्पणछु धनमा प्राण र शक्ति सबै थोक तपाईँलाई बित्याउनु हो क्षमा चलाउनु हो पवित्रतामा म तयार छु प्रभु। स्तुति हो परमेश्वरका आजादी सदामा यो सबै आइराख्ने गीतहरू हुने हो होइन। तर हामीले यो लिरिक्स कन्फ्युज हुन्छ भनेर लेखेर यो हामी सुरुमा चाहिँ सबैले आउने गीतै हरि अवतार भन्ने गाउँदैछौँ। सबैलाई कन्ठै होला कतिजनालाई यो गीतहरू चाहिँ होइन। Bye.
गीतहरू गाएको होइन किन गाएको भन्दाखेरि परमेश्वरको महिमा गर्न गाएको होइन अनि हामी यो गीतहरूबाट परमेश्वरको महिमा गरिरहेका छौँ अनि हामी स्कुल पढ्छौँ होइन हामी बाहिर हिँड्छौँ बाहिरको गीत होइन यो बाहिरको गीत भन्दा पनि परमेश्वरको गीत चाहिँ गुनगुनाउनु सबैले ठुलो कुरो हो क्या म पनि जन्मेको थिएँ अनि मलाई स्कुलमा गाउँमा लाउँदा जहिले पनि विश्वास गीत मात्रै गाउँदै क्या किनभने अब जानेको त्यही हो अविश्वासी गीतहरू आउनु त आउँथ्यो तर त्यो आदि आउँथ्यो एउटा अब त्यो नराम्रो कुरा होइन त्यो राम्रै कुरा हो होइन तर कतिवटा वर्ड्सहरू त्यो अविश्वासी गीतहरू सुनेको हुन्थ्यो कि तर त्यही वर्ड्स हुँदैन थियो क्या त्यो अर्काकोबाट सुनेको वर्ड्स पछि आएर अहिले भर्खर आएर पनि एउटा कुरा थाहा पाएको होइन अनि कन्फ्युज अनि हाँस उठ्दै अझै हामीले त पहिला त त्यो गीत त सुनेको भन्न गइरहेको थियौँ अविश्वासी गीतहरू पनि होइन थाहा हुँदैन थियो हामीलाई तर त्यो गीत भन्दा पनि परमेश्वरको गीत चाहिँ गाउनु सबैले ठुलो कुरो होइन अहिले पनि मलाई मेरो साथीहरूले हामी त्यो सानोमा के अरे त्यो गीत गाउने फट्याङ्ग्रो भन्ने गाउँथ्यो क्या अनि अहिले पनि मलाई मेरो साथीहरूले गीत गाउने फट्याङ्ग्रो भनेर बोलाउँछन् होइन गीत गाउँथिस् भनेर भन्छ त्यो एउटा मेरो गवाई हो क्या मैले चाहिँ परमेश्वरको गीत गाएको थिएँ होइन त्यो समयमा अनि उनीहरूले होइन त्यो गीतहरू उनीहरूको मनमा गुन्जिन्छ उनीहरूको दिमागमा गुन्जिन्छ मलाई हामीले त्यो गाउँछ उनीहरू तपाईँहरूले पनि होइन तपाईँको जीवनमा होइन यो अविश्वासी साथीहरूसँग अनि स्कुलमा पढ्दै गर्दाखेरि बाहिरको गीत गुनगुनाउँदै हुनुहुन्छ कि परमेश्वरको गीत जस्तै आए नआए पनि परमेश्वरको गीत चाहिँ गुनगुनाउनुपर्छ गाउनुपर्छ जस्तो लाग्छ होइन अनि यो कुरा चाहिँ सबैले सिक्नु हो हामीहरू यहाँ जान्ने भएर आएको होइन हामी पनि सिक्नलाई होइन तपाईँहरूलाई सिक्न आएका हौँ अनि अब हामीले एउटा गीत गायौँ
धरान जीवनबाट नानीहरूतर्फमा नै हुन्छ नानीहरूसँग सेवा गर्नुपर्ने कर्तव्य कुरा हो
है। यहाँ हाम्रोहरूभन्दा चाहिँ आज्ञापालन ठुलो भनेर हामीले वचनमा हेरिराखेका छौँ अनि हामीले नै नानीहरूलाई त्यही कुरा सिकाइराखेका छौँ है। त्यस कारणले गर्दा यो हप्ताको समयहरूमा म पनि विगत दिनहरूमा पहाड 1-2 दिन गएको थिएँ। शङ्खसभा मेरो चाहिँ घर माइती घर त्यतै हो। अनि मेरो आमा चाहिँ अलिक अगाडि जानुभयो, त घरहरू पुरानो घरहरू रिपेयरिङ गर्नुहुँदैछ। त्यस कारणले गर्दा म निक्लिँदै हेर्न अनि घरपट्टि चाहिँ मेरो अलिकति काम व्यवहारहरू थियो र त्यता गएको थिएँ। अनि बडाले फोन गर्नुभयो अस्ति शनिबार। अनि म चाहिँ 5-6 दिनको लागि मात्रै गएको थिएँ, आइहाल्नु भनेर, किनभने हाम्रो यता सानो कामहरू व्यवहारहरू मिटिङहरू थियो सरकारीमा पनि। अनि आइहाल्छु भन्ने मेरो त्यो विचार थियो र पनि प्रभुको गयो। अनि विधवाले जस्तै फेरि मैले फेरि पनि सेवा गर्नुपर्छ भने चाहिँ है तपाईँले लाइन दिनैपर्छ। विधवाले पनि त दुईजना होइन, त्यो लडाइँमा जानको लागि दाइको पुस्तकमा हामी त्यो कुराहरू देख्छौँ। मैले अनि त्यही खुसी लाग्यो, मलाई खुसीको आँसु पनि आयो हो कि यो चाहिँ प्रभुबाटै भएको सेवा रहेछ भन्ने कुराहरू। त्यस कारणले धन्यवाद दिन्छौँ तपाईँहरूलाई। हाम्रो सन्डे स्कुल नानीहरूलाई चाहिँ विशेष हाम्रो सदैव घरे भाइ जो हुनुहुन्छ, उहाँ चाहिँ अहिले कालिम्पोङ जानुभएको छ फुल टाइम सेवाको लागि निस्किनु भएर। अनि उहाँले चाहिँ नानीहरूलाई सबैलाई जेएमसी भन्नुभएको छ, जेएमसी है। अनि उहाँको चाहिँ यस्तो रहेछ विचार, जबसम्म प्रकाशित परियोजना सन्डे स्कुल हुँदैन अबसम्म चाहिँ म एक गिलास पानी पनि खाएको ठाउँमा भनेर उसले चाहिँ अब अलिक त्यस्तो प्रार्थना गर्नुभएको रहेछ। अनि मलाई अस्ति म्यासेजमा मैले हाम्रो सन्डे स्कुल टिचरहरूको एउटा ग्रुप छ, हामीलाई के अब परिहाल्छ भनेर मैले चाहिँ सुरु भन्नुभएको छ। बडाहरू 1 2 अब यो चाहिँ डिस्प्ले 1 2 3 4 5 6 7 8 La 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 la. ल अब हामी अन्तिम आशिषमा जान्छौँ। सबैको प्रभु परमेश्वर धन्यवाद चाहन्छौँ हे परमेश्वरलाई सम्पूर्ण कुरा आजको सन्डे स्कुलमा हामीले प्रार्थना गर्नुपर्छ। ल्याइकन हामी विद्यालय ल्याउनुभयो, प्रभुजी यसो आनन्द ल्याउनुभयो, धनबाट गम्य हेर्नुबाट ल्याउनुभयो, धन्यवाद चाहन्छौँ। र त्यसोमा ल्याउनुभयो बालबच्चालाई धन्यवाद चाहौँ। आजको सन्डे स्कुल सम्पन्न साथ गर्नुभयो, धन्यवाद चाहँदै अब मङ्गल छ पिता परमेश्वर। अन्तमा परमेश्वर पिताको प्रेम, हाम्रो प्रभु श्री ख्रीष्टको अनुग्रह, पवित्र आत्माको संगति, त्यसकोले भनिदिँदैन विश्वभरिको मण्डली विश्वका सदा सर्वदा हाम्रो संगति, बालबच्चादेखि लिएर सबै ठुलो सानो वृद्ध अवस्था साना सित एक साथ रहिरहेका हौँ। अगाडि